गाइस, के छ हजुरको खबर? म चाहिँ अहिले दुबईको यो शेख जायद रोड भन्ने ठाउँमा हो होइन। दुबई चाहिँ यस्तो छ, यस्तो बिल्डिङले घेरेको चाहिँ बिचमा चाहिँ बाटो छ। यो बाटो कमसेकम पनि 6-7 लाइनको छ, एक तर्फी जाने बाटो देख्न सक्नुहुन्छ। यति हल्का बिल्डिङ छ, यस्तो मजाको भ्यू छ तपाईँको। यो चाहिँ मेट्रोको माथि मेट्रो कुद्छ। यहाँ पर एउटा स्टेसन छ, यहाँ गएर फेरि यहीँ एउटा स्टेसन छ। यो मेट्रो स्टेसन हो, यो चाहिँ फाइनेन्सियल सेन्टर हो। यो फाइनेन्सियल सेन्टरभन्दा अगाडिपट्टि अर्को स्टेसन चाहिँ बुर्ज खलिफा दुबई मल हो। म चाहिँ यहीँ बस्छु, मेरो अकोमोडेसन चाहिँ यहीँ हो। मजाको छ यहाँ बस्नको लागि, यति राम्रो भ्यू छ। बुर्ज खलिफा चाहिँ ठ्याक्कै यसको बसेर क्लिक गर्छ, टक्कै भाडा हेरेको भने त्यसको कम्बिनेसन दिन्छ। गाडी हुन्छ, यो रोड कहिल्यै खाली हुँदैन। सायद मलाई लाग्छ वर्ल्डकै सबभन्दा बढी गाडी कुद्ने रोड यही हो, शेख जायद रोड भन्छ होला। यहाँ चाहिँ 6-7 लाइनको बाटो छ, एक तर्फी। यो पहेँलो घेरा हुन्छ, तपाईँले गाडी कुद्न पाइँदैन। पहेँलो घेराबाट चाहिँ इमर्जेन्सी गऱ्यो भने एक लेन चाहिँ पुरै पुलिसको लागि, इमर्जेन्सी एम्बुलेन्सको लागि चाहिँ राखेको छ दुवैपट्टि। फेरि एकपट्टि मात्रै हो, दुवैपट्टि। यस्तो छ एउटा हेर्नुहोस्, दुबईको बुटु भन्दा हुन्छ। यहाँ दुबईमा अब मान्छे यो बाटो नहिँड्ने